आज चाहिँ मेरो दाइ जाँदै हुनुहुन्छ परदेश, त्यही भएर म बिदा गर्नलाई जान लागिरहेको छु घरबाट, दाइको घर। म चाहिँ यहाँ केक लिनु पठाइरहेको छु, त्यही भएर यहाँ बुढालाई पर्खेर बसिरहेको छु घरमा। अनि यहाँ छोरीहरूलाई नलग्नु भनेको, जान्छु भनेर यसरी सिगान सुहाउँदै बसिरहेछन्। के गर्नु, परदेशी जानै पर्छ, पैसा कमाउन जाने हो होइन। मामा कहाँ जाने अरे? अर्को पनि नगै नछोड्ने यिनीहरू पनि। रुएर हेर्नु न, आँखाभरि आँसु। के गर्नु, नरमाइलो लागिरहेको छ, त्यही पनि खुसी हुनुपर्छ। अहिले चाहिँ कसैलाई पनि भनेको छुइनँ केक ल्याउँछु भनेर। केक लिएर जाने हो, त्यही भएर पर्खिरहेको छु यहाँनिर। दिदीहरू सबैजना गइसक्नु भयो। मामालाई बाई बाई गर्न भन न। यहाँ चाहिँ यस्तो केक बोकेर जाँदैछु म सरप्राइज गर्नलाई, कसैलाई थाहा छैन हो। धानबारी कस्तो दामी आएको, धानबारी कि गौबारी हो? गौबारी। यहाँ चाहिँ भाउजूले उयो ठिक पार्नु भएको रहेछ, टिका दही। म चाहिँ आइसकेँ, सबैजना हुन्छ, दिदी यता मेरो दाइ, यहाँ भाउजूहरू। गर्मी नै भइसक्यो कि क्या हो, यहाँ त फ्यान खुल्दैछ। लु कहाँबाट 5 मिनटमा गएर ल्याइदिएकै केक होला भन्नु बित्तिकै डुबी गएर। दाइ लेखेको रहेछ, तर यो के हो, यात्रा पनि मेटेर पेटेर एउटा पिरियड ल्याउनु पर्ने। भाउ ल्याउनु सेतो सेतो पिरियड ल्याउनु, सेतो पिरियड। अब बस्छ ज्ञानी भएर बसेर सबैजना ग्रीष्मा झन् ज्ञानी भएर बस्छ। इबानी के छ खबर? ल बाबाले माया गर त छिटो। शुभ यात्रा दाइ लेखेको रहेछ, तर खोइ के हो यो ह्यान्ड राइटिङ। ल अब हाम्रो चाहिँ सुरु हुन लाग्यो। दाइ यहाँनिर केक छ, हामी चाहिँ यहाँ बिदाई गर्न आँटेको। यो हेर्न झाउकिरीहरू सबै सन्तान। केकमा नपरोस् न हौ। अब यसो खोसेर काट्नु। यो टाउका आयो खोइ छोडा। जानु इबानी आइ गर
दिदीले फोटो खिच्ने अरे हलो गरे त्यहाँ बसेर लाम। सानो लानु क्या सबै कानमा त्यो आज खुट्टा धोउनु हुँदैन है देवरलाई शोभायात्रा अलिकति उता जानु न हातमा कमाइ गर्नु ल भाउजू भाइ साइडमा आइदिनु भयो जस्तो दिन आयो मैले पनि टिकी 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 खै पनि के खाने रे एकछिन है खै अलिकति यहाँ यसमा हाल्नु बाबा के खानु मेरो कालो खै कान्छी र बहिनी पनि खाने भयो अहिले आउनु न तपाईँ ए टिका लगाइदिनु पर्छ म यसरी नै देखा जा ल राम्ररी जाने कमाउने टेन्सन नलिने यताको हामी छँदैछौँ ल है हाम्रो त आँसु पनि आउँदैन के आँसु नै आएर छ बल्ल बल्ल जानु हाटेको यहाँ कसरी पठाउन राम्रो कमास भन्ने भइरहेछ किन आँसु आउने होइन कोही नरुने हो कोही नरुने हो हँसियाली खुसियाली छ भिडियो बनाउँछ क्या खोइ माया गरेको मामालाई ओइ भाइ बानी उसलाई उहाँएर बहिनीलाई इबा माया गर न मामालाई इबा उसलाई चाहिँ खुवाइ इबानी यहाँनिर अर्को ल भाइ भान्नेहरुलाई जित्ता गरिस् पिन्साले पिन्सा खोइ यिनीहरूको पो बर्थडे आएको जस्तो गर्दैछ त उसलाई अर्को एकअर्कालाई खुवाइ यहाँ चाहिँ अब साइड गराउन आँटेको यहाँ कलशमा कुन खुट्टा अगाडि सबै यहाँ त पानी पोखेर ए सिकाउनै सिकाउने कसैले राम्ररी सोचेर थाहै छैन क्या त्यही त नि जानु पहिलोपल्ट हो त्यही पनि पहिलोपल्ट ल अब लाग्यो अब त दाइ पनि जानुभयो घर पनि सुन्ने भइरहेछ के गर्नु सधैँ आउँदा अब दाइ हुन्थे यसो घरिघरि झगडा पनि पर्थ्यो झगडा हुँदा पनि ठाकठाक ठुकठुक पर्थ्यो अब त के गर्नु सुन्ने भइरहेछ त्यही पनि के गर्नु होइन जानै पर्छ नगएर के गर्नु नेपालमा केही पनि छैन गएन भने यहाँनिर खाना लाउन मात्रै पुगेर हुँदैन पछिसम्म हेर्नुपर्छ त्यही भएर राम्रोसँग जानु राम्रो कमाउनु घरमा हामी यसो त्यसो हेर्दैछौँ आज चाहिँ यहाँ भाउजू मात्रै हुन्छन् भनेर म चाहिँ यहीँ बस्छु भनेर सोचिरहेको छु नानीहरू पनि यहीँ आएको छन् बसिरहेको छु नरमाइलो लागिरहेको छ भाउजूलाई त्यही पनि सम्झाइरहेको छु कोसिस गरिरहेको छु सम्झाउनलाई के गर्नु सबैको त्यस्तै हो भोलि उहाँको भोलि मेरो जस्तो पनि हुनसक्छ यस्तै हो तपाईँ सबैलाई के भन्ने खै के बोल्छु भन्छु के बोल्छु भन्छु तर बोल्ने के ओडै आउँदैन क्या रात परिसकेको छ साँझ पऱ्यो अब यस्तै छ गाइस भाउजू म गफ गर्दै यस्तै बसिरहेको छु मैले चाहिँ नानीहरू यहाँ भित्र खेलिरहेको छन् म देखाउँछु खोइ कता छ केटाकेटीहरू आम्मा यहाँ यसरी खेलिरहेको छु के गरेको खोइ ग्रीष्मा कहाँ छ ओ ग्रीष्मा बाबा खोइ बाबा खोइ बाबा जानुभयो छोरीले जानुभयो मैले चाहिँ नि कति बाबाको प्यारी थियौ तिमी होइन यता हेर न कहाँ जानुभयो बाबा भनिदेऊ पापा लिन ए पापा लिन जानुभएको छ तिम्रो बाबा पापा लिन गएको भनेर गएको नि त त्यही भएर उसले त्यस्तो भन्दैछ अब कति खोज्यो होला बाबालाई होइन
गएको